आमाको जीवनमा धेरै सपना हुन्छन्, तर सबैभन्दा ठुलो सपना आफ्ना सन्तान सफल भएको हेर्नु। आमा आफूले दुःख र पीडा सङ्घर्ष सहेर पनि छोराछोरीलाई आफ्नो भविष्य दिन चाहन्छन्। छोराले राम्रो शिक्षा हासिल गरोस्, असल मानिस बनोस् र जीवनमा सफलता प्राप्त गरोस् भन्ने आमाको मनको कहिल्यै चाहना हुन्छ। छोरा सानो हुँदा उसलाई हुर्काउन, पढाउन र सही बाटो देखाउन आमाको दिनरात मेहनत गर्छिन्। कहिलेकाहीँ आफ्ना इच्छा र खुसीहरू पनि त्यागेर छोराको भविष्यका लागि समर्पित हुन्छन्। त्यसैले जब छोरा सफल हुन्छ, आफ्नो दुःख लक्ष्य पुरा गर्न समाजका सम्मानित व्यक्ति बन्छ, तब आमाको काखमा खुसीका आँसु झर्छन्। आमाको लागि छोराको सफलता केवल जागिर, धन वा पद प्राप्त गर्नु मात्र होइन, असल चरित्र भएको इमानदार र जिम्मेवार व्यक्ति बन्नु पनि हो। छोराको सफल भएको देख्दा आमाले आफ्नो जीवनको सङ्घर्ष सार्थक भएको महसुस गर्छिन्। त्यसैले प्रत्येक छोराले आमाको सपना पुरा गर्न मेहनत गर्नुपर्छ। आमाको सपना गर्नुपर्छ र जीवनमा राम्रो काम गरेर उनीहरूको अनुहारमा मुस्कुराउन त्याग्नुपर्छ। आमाको सबैभन्दा ठुलो खुसीले सन्तान र सफलता मात्र हो। समाजमा आजभोलि पनि यस्ता घटनाहरू घटिरहेका हुन्छन्। छोराछोरीले नबुझ्दा र आमाप्रतिको समर्पण र माया नबुझ्दा कतिपय ढोकाहरू भइरहेका छन्। यस्ता चाहिँ छोराछोरीले र फ्यामिली परिवारले बुझ्नुपर्ने हुन्छ। यो भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट सेयर गर्नु होला। आफ्नो मनमा लागेका कुराहरू लेख्न सक्नुहुनेछ। हस्त, धन्यवाद।